एक दिन चाहिँ एकजना बुढो मान्छे चाहिँ नदीको किनारमा बसेर खुब रोइरहेका थिए। एकजना युवक चाहिँ त्यही बाटो हुँदै जाँदा उनले त्यो दृश्यलाई देखेर नजिकै गएर सोध्ने विचार गरेछन् र छेउमा गएर हजुर किन रुँदै हुनुहुन्छ बुबा भनेर सोधेछन्। ती बुढो मान्छेले चाहिँ जवाब दिएछन्, मैले जीवनभरि खुसी खोजेँ बाबु, धनमा खोजेँ, मान्छेमा खोजेँ, ठाउँ ठाउँमा खोजेँ, तर मैले सुख चाहिँ कहिल्यै पनि पाउन सकिनँ भनेर रोएछन्। ती युवक चुपचाप उनको कुरा सुनिरहेका थिए। अनि बुढो मान्छेले आफ्नो आँसु पुस्दै नदीतिर हेरेर भनेछन्, मैले चाहिँ जीवनभरि खुसीलाई पछ्याएँ, तर आज आएर बुझेँ कि खुसी त मैले पछ्याउने कुरा नै होइन रहेछ। खुसी त मैले कृतज्ञता जताउनै नसकेको सानो सानो क्षणहरूमा पो रहेछ। यति भन्दा भन्दै उनले अस्ताउँदै गरेको सूर्यलाई हेरेर मुस्कुराएछन्। हजुर, यो कथा सुन्दाखेरि सानो र साधारण जस्तो लागे तापनि हामीले ती वृद्ध बुबाको कुरालाई निहाल्ने हो भने साँच्चीकै हामी कहिलेकाहीँ खुसी खोज्दा खोज्दै चाहिँ धेरै टाढा पुग्छौँ कि, जबकि त्यो चाहिँ हाम्रो वरिपरि भएका कुराहरूमा नै संलग्न रहेको हुन्छ। हाम्रो दिनचर्यामा नै हामी यदि कृतज्ञ हुन सक्यौँ भने, किनभने कृतज्ञको कुरा किन आउँछ भन्दा कम्प्लेन गर्ने मनबाट चाहिँ कहिले पनि खुसी अनुहार देखिँदैन कि। जबसम्म हामी मनमा कम्प्लेन राख्छौँ तब हाम्रो अनुहारमा कहिले पनि त्यसको खुसी झल्किँदैन। तर यदि हामी सानो सानो कुराहरूमा कृतज्ञता जताउन सक्छौँ भने मनदेखि जब आनन्द फिल हुन्छ नि, तब हाम्रो अनुहारमा पनि बेग्लै खालको खुसी चम्किन्छ। त्यसैले आज चाहिँ त्यस्तो कुन एउटा सानो कुरा होला जसमा तपाईँ कृतज्ञता मनदेखि नै जताउन सक्नुहुन्छ? कमेन्ट गर्नुहोस् है त।